एक डोका रोटी बोकेर हामीलाई हाले हो के रे हेर राम्रो बाखा रोटी म यहाँ भाइलाई बिदा गर्छु नि आउँछु जानु तपाईँ हजुर दिदी टिका लाउनु पर्यो अब नुहाउनु पर्यो गएर घरतिर ल ह्यापी तिहार हजुरले नि टर्नेर उता नि रोटी त ए आमै कस्तो राम्रो पुरी खाइ हेर्नु न देखाउनु न कस्तो राम्रो छ हेर्नु न यो सिन्कामारी है गाई झोल अनि झिनिया रोटी पनि भन्छ नि मम्मी यो चाहिँ फिनी है अब रोटीको परिकार त हाम्रोतिर धेरै थरीको पाक्छ अझ भित्र अरू पनि छ के रोटीहरू कि देखाइदिनु बाँधिदिनु मम्मी यो चाहिँ सेलहरू हो है उहाँहरूले बनाएको सेलहरू अनरस देखाउँछ टन्नै आन्टीहरूले चाहिँ चापेर राखेको अनरस कस्तो मिठो हुन्छ मैले अनरसको भिडियो कस्तो राम्रो हो है तपाईँहरूकोतिर यस्तो बोन छ कि बोन छैन अनरस है त यो अब अर्को झर्रावाला पनि हुन्छ क्या यस्तोवाला देखाउँछु है यस्तोवाला रोटीहरू अरू पनि छ है मैले अहिले चाहिँ यति देखाएँ अरूलाई यसपालि हाम्रो तिहार चाहिँ भव्य हुँदैछ हाम्रो मामा आउनु भएको छ मामा कति वर्षपछि आउनु भयो हजुर 6 वर्षपछि मामा चाहिँ टेक्सस बस्नुहुन्छ मामा माइजू भाइहरू वर्षपछि तिहार मनाउन आएको कुखुराको मासु पकाउँदै पोर्कको पछि यसको पालो होइन मामा पोर्क अलरेडी रेडी भइसक्यो अब यो लोकल कुखुराको सुप बनाउने